हेलो गाइस कति भयो गुड आफ्टरनुन भयो गुड मर्निङ भइसक्यो गुड मर्निङै होला आज छुट्टीको दिन हो अन्त म त अब खाना खानु आँटेको भोक लाग्यो आज चाहिँ अलिक छिटो बनाएको थिएँ छिटो बनायो भने भोक लागिहाल्छ हौ न ढिलो बनायो भने चाहिँ त्यत्तिकै हो अन्त आज चाहिँ खाना खानु आँटेको हो आजको चाहिँ के छ भने चाहिँ मेरो चाहिँ केही स्पेसल त्यस्तो छैन चिकनको कर्ची मर्ची दाल है खानु आँटेको थिएँ कि अलिकति यहाँ खाँदै थिएँ एक दुई गाँस फेरि भिडियो बनाउनु मन लाग्यो हो गाइस अन्त भिडियो बनाएको अन्त यता आलुको उयो छ हो अन्त मुला काटेको छु हो अलिकति सिद्राको अचार पनि छ हिजोको हो यता पापड छ अनि चाहिँ अब चाहिँ खानु आँटेको यहाँ त हालिसक्यो अघि नै सानो खोर्सानी पनि टोक्छु डल्ले खानु मनपर्छ हुँदैन भोलि पोलिहाल्छ अन्त हरियो खोर्सानी अलिअलि पिरो खानु मनपर्छ खाँदैछु त गाइस खाएँ म खाएँ ल तपाईँहरूले खाइसक्नु भयो होला सबैले है सधैँ पक खान्छु होइन पक बनाउँछु पक बेसी भयो भनेर योपालि चाहिँ चिकन पनि खानुपर्छ टाइम टाइममा फिस पनि खानुपर्छ भनेर डल्लै डल्लै राखेको डिजर्टलाई जाँते भन्छ नि मिठो हुँदो रहेछ मेरो हस्बेन्डको आइडिया हो डल्लै डल्लै राखिदिन्छु ल अरे आधी मात्रै मसिनो गरेछ होइन लिभरहरूमा त गिजार्ड चाहिँ प्रायः डल्लै गरेछ कि मिठो भयो खानु मजा आयो म चाहिँ अब मसिनो बनाउँथेँ नि त लिभर पनि गिजार्ड पनि दुइटै जाँते पनि मुला पनि खानुपर्छ डाइजेस्टको लागि मुलाको साग रहेछ कि कस्तो याद आयो पहिला घरको म त खान्थिनँ मेरो बाबाले मन पराउँथ्यो आजकल सबले खाएको देखेर खानु मन पर्यो म पनि खाएको मिठो लाग्यो अब यस्तो मुलाको साग बेच्ने छ भने किनेर ल्याएर पकाउनु पर्यो म त कहिले पनि खाएको थिइनँ पकाएर कि अनि मान्छेहरूले खाएको देखेर खानु मन पर्यो मलाई यो चाहिँ कालो दाल तपाईँहरू त खाइसक्नु भयो होला सबैजना कसैले भर्खर बनाउँदै होला छुट्टेको दिन सबैजना त्यस्तै हुन्छ है एउटा जस्तो देखाउँछु ल हेर्नुहोस् न अघि कराई सोरसार पारेर बसेको यसो तपाईँहरूले खान्छ फेभरेट कस्तो मिठो हुन्छ
अघि सोरिकन बाफेको कस्तो मिठो लाग्छ कसले सोर्नु भाइ कस्तो चिसो हावा आयो कहाँ के गर्नु यहाँको दैलो बन्द गर्नुपर्ने छ उताबाट आएर सुन्दै भयो उताबाट पनि दैलो आउनुबाट पुरा हावा आउँछ कि यता पनि मुनिबाट उयो हुँदाखेरि चाहिँ झन् बेसी चिसो हुँदो रहेछ पिरो अचारहरू खानु मनपर्छ नि हो के गर्नु खानै हुँदैन हो मलाई भुँडी पोलिहाल्छ मेरो फेरि नराम्रो बानी के छ भने नि गाई छुट्टेको दिन चाहिँ सब्जीहरू भात खानु मन लाग्दैन मासुै चाहिन्छ क्या कच्चे मच्चे भए पनि जे भानु खाइसके गाइस म यसरी खान्छु एउटा नछोडे यसरी खाने मनपर्छ क्या मलाई छोडेर त्यो चालेर बनाएर खाने मनै पर्दैन हातले खाने त्यस्तो हुन्छ फेरि अन्त यसरी खानुपर्छ अन्त म जस्तो मोटो हुनुपर्छ मेरो जस्तो भुँडी लाग्नुपर्छ ओके गाइस थ्याङ्क यू फर वाचिङ तपाईहरुले मेरो भिडियो हेरेर मिठो गरेर खानुस् ल